हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आजको ब्लग चाहिँ बुवाको श्राद्धमा के भयो भिडियो लास्टसम्म हेरिदिनु होला। सो म चाहिँ बिहानै उठेर नुहाएँ, 6 बजे उठेको थिएँ अनि अब नुहाउनु त पर्यो श्राद्धमा जाने भनेपछि। अनि म चाहिँ नुहाएर आएर चिया बनाएँ। चिया खाएपछि म चाहिँ रेडी भएँ जानको लागि। श्राद्ध चाहिँ ठुलो बाबाको घरमा थियो अनि म चाहिँ ठुलो बाबाको घर पुगेँ। त्यहाँ चाहिँ भान्सामा हेर्न गएको, यहाँ फुरौलाहरू बनाउँदै हुँदो रहेछ ठुलो मम्मीले। अनि यहाँ चाहिँ फुपूले फलफुलहरू काट्दै हुनुहुन्थ्यो अनि म बाहिर हेर्न गएको के हुँदैछ भनेर भरे चाहिँ यहाँ सेलरोटी बनाउँदै हुँदो रहेछ। यहाँ चाहिँ पण्डित बाको ठुलो मम्मीले। अनि सेलरोटी पाकेपछि यहाँ श्राद्ध पनि सुरु भयो। यहाँ चाहिँ बाबा ठुलो बाबा र अर्को ठुलो बाबाले चाहिँ श्राद्ध गर्दै हुनुहुन्थ्यो। आज चाहिँ बुवाको श्राद्ध थियो, तिथिको जो श्राद्ध गर्दै हुन्छ। अनि यहाँ चाहिँ फुपूले मटर पनिरको सब्जी बनाउँदै हुन्थ्यो। हाम्रोमा चाहिँ अनिवार्य मटर पनिर चाहिँ बन्छ क्या। अनि श्राद्ध पनि सकियो, त्यसपछि चाहिँ यहाँ खाना ठिक पार्दै हुनुहुन्छ। अनि यता कोठामा चाहिँ दिदी भाइ भिनाजुहरूले चाहिँ खानाहरू खाँदै हुनुहुन्थ्यो। त्यसपछि चाहिँ बाबाहरूको पाली आयो। बाबा फुपू ठुलो मम्मी दादाहरूले खाँदै हुनुहुन्छ भात। खाना खाइसकेपछि चाहिँ यहाँ केटाकेटीहरू थियो अनि सो टिभी सिभी हेर्नुभयो है। अनि म चाहिँ सुतेछु क्या। अनि मसँग चाहिँ भिडियो छैन। अनि म चाहिँ घर आएँ। म चाहिँ घर आउँदा यस्तो राति भएको थियो, घडी हेर्दा त 7:30 भइसकेको थियो क्या। अनि यो हातमा भएको चाहिँ मेरो यो दिदीले दिनुभएको थियो, बोलबमबाट आउनु भएको थियो अनि त्यहीँबाट ल्याइदिनु भयो। थ्याङ्क यू फर वाचिङ, बाई। आजको मेरो ब्लग चाहिँ यति नै रह्यो। मेरो च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक पनि गरिदिनु होला।